आफूलाई सुधारिएको दल भनेर गगन थापाको नेतृत्वमा चुनाव होमिएको काङ्ग्रेस सुध्रिएको भनेर जनताले एक रत्ती विश्वास गरेनन्। काङ्ग्रेस सुध्रियो भन्ने जनतालाई लागेन, काङ्ग्रेस सुध्रिने बाँकी छ भन्ने लाग्यो। लज्जास्पद हार काङ्ग्रेसले बेहोर्यो। यता पुष्पकमल दाहाल प्रचण्ड पूर्व प्रधानमन्त्री आफूले मात्रै चुनाव जितेको र आफूले नै अब रासपाको नेतृत्व गर्नुपर्ने आफ्नै महान नेता जस्तो भएर तर्क गर्दैछन्। यसोलाई प्रचण्डसँग चित्त बुझाउनेको लागि योभन्दा बाँकी अरू के नै छ र जेन्जी विद्रोह पछाडि गठित छानबिन समितिको प्रतिवेदन अब सार्वजनिक होला। केपी ओलीहरू हारेर मात्र सुख पाउने हुन् कि जेलै कोच्नुपर्ने हो भन्ने कुराको टुङ्गो पनि केही दिनमा लाग्ला। यतिमा कुरा सीमित छैन, 3 दशकदेखि रहेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेछ। अहिलेसम्मका सबका सब काण्डको छानबिन गर्ने कुरा छ। दोषी देखेकाहरूलाई जेल पस्नुपर्नेछ। यति मात्र होइन, परिवर्तन भयो, विकास हुन्छ भन्ने कुरामा जनताहरूलाई आश्वस्त पार्नुपर्नेछ। यदि अहिले विकल्प देखिएको रासपाले यति पुराना जनतालाई आश्वास पार्न सकेन भने रासपा पनि केही समयपछि पुरानो हुनेछ। जुन जोगी आए पनि त्यही नै हो भन्ने वासना सिर्जना हुनेछ र फेरि त्यही निराशको बीचमा अरू नयाँ विकल्पहरू जन्मिनेछन्। धमाकेदार जित हासिल गरेको रासपालाई अब सत्ताको कुर्सी सम्हाल्नेछन्। जनताले गरेको भारी विश्वास र जनताले बकाएको यो गाह्रो भारी बोक्न रासपालाई पक्कै पनि सजिलो हुने छैन। खरै मात्रै तलमाथि भयो, दायाँ बायाँ भयो, जनताको परिवर्तन माथि पछार पछार भयो भने रासपा र यसको नेताहरू पनि भित्तामा पुग्न धेरै समय लाग्दैन। रासपालाई भारी मतदान गरेर आम नेपाली नागरिकहरूले सही निर्णय गरे या गलत निर्णय गरे भन्ने कुराको जवाब स्वयं रासपाले आफ्नो व्यवहार, आफ्नो चरित्र, आफ्नो पर्फर्मेन्स मात्र दिनुपर्नेछ, जसलाई नेपाली नागरिकहरूले नजिकबाट न्यायाली रहनुहुनेछ। हस्त, जय होस्।